ल है केटाहरू आज हामी चाहिँ नि सिमसार घुम्न आएको हो। खिचडी महोत्सवको यसो मौका पारेर यी उता खाँदै आउँदै हुनुहुन्छ हैन। यी सिमसारको यस्तो छ, पोखरीहरू जे होस् राम्रै छ, बाटोहरू पनि ठिकै छ, जङ्गलहरू छ, चिसो छ। जस गर्मीमा चाहिँ नि काम गर्नलाई चाहिँ नि जस गर्मीमा यता आउनलाई घुम्नलाई यताउता हैन। हाम्रो चाचा र राकेश अङ्कल अगाडि हिँडिराख्नु भएको छ। हामी चाहिँ नि त्यहाँ एउटा पुल छ, त्यो पुलमा चाहिँ नि जाने कुरो छ। सो घुम्दै गरेको के अरे जङ्गलहरू हेर्न सक्नुहुन्छ हैन। यस्तो जङ्गलको बिचमा हामी छौँ। ल हेर्नुहोस्, अब यताबाट अब हामी घुम्ने होला सायद, अङ्कलहरू त्यहाँ हुनुहुन्छ। त्यहाँ पुल पनि आउँछ, म पुल पनि तपाईँहरूलाई देखाउने छु। मान्छेहरू आउँदैछन्, मान्छेहरू जाँदैछन्, हेर्न सक्नुहुन्छ तपाईँ। ल हेर्नुहोस्, ल त्यहाँ कत्रो भिड छ। त्यहाँ अलि देखिँदैन, अलि अगाडि गएपछि देखिन्छ। जस तर बाटो चाहिँ राम्रो छ है, जङ्गलको बिचमा भए पनि हैन, बाटो चाहिँ राम्रो छ। जोस् ठिकै छ, जस राम्रै बनाएको रहेछ। यता कत्रो मान्छेहरू छ। जैसा खाली उसे हिजले पागल नहीं थे ल हेर्न सक्नुहुन्छ, अब हामी सिँढी चढ्दैछौँ। चाचा हुनुहुन्छ, राकेश अङ्कल हुनुहुन्छ। पानी पोखरी जोस् राम्रो छ। चाचाको भनाइ चाहिँ नि अब यहाँ माछा हुनुपर्ने हो, तर ठिकै हुन्छ, माछा भयो भने रमाइलो हुन्छ। भिडियो हान्दै हो नि। ल हेर्नुहोस् कति धेरै मान्छेहरू हुनुहुन्छ यहाँ।